यहाँ दुईजना तास खेल्न लागेछन् बुढाबुढी खै सागरले भनेको तास यहाँ छ है हाम्रो सागरज्यूले चाहिँ 350 रुपियाँ जाने तास यही हो बाहिर गएर भ्लग बनाउँछु हेलो गाइज मेरो भ्लगमा जोडिनु हुने के भन्छ त्यसलाई मानवहरू बोल्न नि आउँदैन मान्छेलाई आज एउटा ड्युटी परेको छ हाम्रो बारटेन्डरको त्यसैको लागि अहिले नाला जानुपर्छ अहिले चाहिँ हामी त्यो मसिका एकाडेमी जाँदैछु बारटेन्डर कोर्सको अब त्यहाँ अहिले त बन्द होला गएर फोन गरेर बोलाउनु पर्छ केही छैन ऊ चाहिँ हल्का फुल्का आजबाट त मान्छे कम भएछ है हिजो त चाङ थियो हिजो कि अस्ति त चाङ थियो होला हिजो पनि आयो क्यारे मैले त हिँड्दै आएको छ नि हिजो यो पालि त दसैँको सपिङ पनि गरेको छैन यार गर्नुपर्ने एउटा ट्राउजर चाहिँ लिनु पर्ला जस्तो छ भोलि ड्याडी ल्याएर मलाई के एउटा न अब हामी नाला जानला हेलो 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 अब ल भरे त अनि 8-9 त बजिहाल्छ नि होइन Hey, hello, hello. के भने तपाईँ र म मात्र तलबाट होला अब सामदीको गर्लफ्रेन्ड भेट्न जानला हामी चाहिँ होइन कृष्ण सामदीको गर्लफ्रेन्ड एक्लै जा भनेको हाम्रो ग्याङ निस्किसक्यो अब गएर बारटेन्डरको काम गर्नुपर्छ यार आज हल्लाउँदा मासला ज्यान दुख्छ फेरि अरू बुझ्लाई हामीले सेक त्यो बोतलहरू हल्लाउनु पर्ने हुन्छ क्या आज स्वादले कहाँबाट लिएर आइस तैँले ठिक A few moments later. के बिजी जाम हौ त्यहाँबाट यहाँ आउनु 15 मिनट लाग्यो मलाई ल आज कसको बिहे हो त्यहाँ गएर रमाइलो गर्नुपर्छ ठाउँ आइपुग्नु लाग्यो त्यो रहेछ पार्टी प्यालेस चाहिँ प्यालेस भित्र हो
पार्टी प्यालेसमा आजको काम चाहिँ हाम्रो ल दिउँसो त कस्तो बार जस्तै मलाई नि कस्तो मजै नआयो जस्तो लाग्यो प्र्याक्टिस भयो त उसमा नि हाल्नु के भयो के साह्रो ट्राई गरौँ न यताउता होइन यस्तो गरी फर्काउँदाखेरि यता सर्टतिर छोएर चाहिँ त्यस्तो हुँदैन केही भन्दैन मलाई आज एकछिनपछि खाएर भन्छु है आजको डे नै इन भयो हाम्रो सक्यो काम सक्यो ठिक छ ल कस्तो भयो आज ए बबाल बाबा मात्र ज्याम भइरहेछ छ्याप भयो ल आजको डे सक्यो हाम्रो मेरो त मुला हेडलाइट उडेछ भने ल केही देखे पो के भयो फेरि हेडलाइट मेरो अब घर फर्किनु लाग्यो अगाडिको हेडलाइट छैन एउटा साथीले पुऱ्याइदिन्छ गाह्रो पो छ त अब फेरि कुकुरले लहाड्ला भन्ने पिर राति सबल चाहिँ छ है भनेको उहाँ चाहिँ झट्ट डेली आइरहेको छु र यतातिर खाल्टो कहाँनिर छ भनेर थाहा हुन्छ नि त कहिलेकाहीँ आउने मान्छेहरू त यहाँ लडिहाल्छ नि खडै कुकुरहरू केही देख्दैन त ल बिस्तारै जाऊ है ल ल
र आजको भ्लग यहीँ सकाइदिउँ बाई ह्याप्पी दसैँ फेरि अब सिधै अर्को भ्लगमा भेटौँला है आजको चाहिँ त्यति रमाइलो भएन होला तर मलाई चाहिँ रमाइलो भयो